डु टाइम म्यानेजमेन्टको एकदमै ठुलो रोल हुन सक्छ। त्यस कारणले अब सजिलो लाग्छ भनेदेखि ग्रामर पोर्सनबाट स्टार्ट गर्नुस्। ग्रामरबाट गरे भनेदेखि मार्क्स आउने पार्ट त्यही हो। र क्वेसन तपाईको यस्तो हुन्छ, फर्स्टको क्वेसन भनेको प्यासेज एज प्रिभियस मोडल, पहिलाकै जस्तो प्यासेज हुन्छ, तर पहिलाको भन्दा फरक के भयो भने प्यासेज क्यारेज टोटलमा 4 मार्क है। 4 नम्बरको चाहिँ प्यासेज आउँछ, जसमा देयर विल बी ओन्ली 2 क्वेसन्स टु बी सल्भड। जम्मा 2वटा क्वेसन तपाईले सल्भ गर्नुपर्ने हुन्छ। प्यासेजमा अप्सन आउँदैन, यो तपाईहरुलाई थाहा छ है। सो अब यो टफ नै भयो। जम्मा 2टा क्वेसन आउँछ, प्यासेज भनेको नर्मल्ली उतै लेन्थको आउन सक्छ, त्यो कारणले अलिकति टाइम लाग्ने हुने भयो है। फर्स्ट क्वेसन तपाईको 4 नम्बरको जुन चाहिँ प्यासेज हुन्छ र प्यासेजमा 2टा क्वेसन सोधिन्छ। त्यसपछि अर्को लिटरेचर पोर्सनबाट तपाईको सेकेन्ड क्वेसन, क्वेसन नम्बर 2 मा चाहिँ यु विल बी आस्क्ड 4 क्वेसन्स एन्ड अमङ देम तपाईले 3 वटा चाहिँ गर्नुपर्ने हुन्छ। एटेम्प्ट गर्नुपर्ने भनेको 3 वटा, एउटा चाहिँ तपाईको चोइसमा आउने भयो। 4 वटा मध्ये 3 वटा गर्ने भयो। पहिला 5 नम्बरको क्वेसन आउँथ्यो, यो अहिले चाहिँ 3 मार्क इच, 3 मार्क्सको क्वेसन आउने भयो। सो 3 वटा क्वेसन सल्भ गरेको 9 नम्बर है, अल टुगेदर 9 हुने भयो। थर्ड क्वेसन भनेको त्यसपछि अब तपाईको ग्रामरको पोर्सन सुरु भयो। ग्रामरमा लगातार 3 वटा क्वेसन ग्रामरबाट आउँछ, ल्याङ्ग्वेजबाट आउँछ, र यो ल्याङ्ग्वेजमा आउने हरेक क्वेसनहरु चाहिँ दे क्यारी 4 मार्क्स इच। भनेको 3, 4 र 5 नम्बरको क्वेसन चाहिँ दे आर फ्रम ग्रामर पार्ट, र ग्रामरमा 4 नम्बरको क्वेसन आउने भयो। अल टुगेदर तपाईको 4 into 3 गर्दाखेरि 12 भयो हैन। 12 मार्कको 12 वटा क्वेसन सल्भ गर्नुपर्ने भयो। अब यो ग्रामरमा हाम्रो पहिलाको भन्दा सर्ट भएको भएर अब कताबाट आउँछ के आउँछ सबै पढ्नु परिहाल्यो। सबै पोर्सनलाई हामीले हेर्नु पर्यो, 3टा क्वेसन आउने भन्ने भइसकेपछि अब नर्मल्ली फ्रिक्वेन्टली आस्क्ड क्वेसनलाई अलि बढी प्रायोरिटीमा राखेर तपाईहरुले पढ्नुहुन्छ, त्यसैगरी पढ्ने हो। 3, 4 र 5 को चाहिँ ग्रामर भयो है। त्यसपछि तपाईको 6 नम्बर र 7 नम्बरको क्वेसनमा चाहिँ 2टा फ्री राइटिङ आउँछ, र 6 नम्बरको क्वेसनमा यहाँ यो मोडल क्वेसनमा चाहिँ इट्स अबाउट लेटर राइटिङ रहेछ हैन। तर अब यो लेटर राइटिङको ठाउँमा इन अबाउट 120 वर्ड्स भनेको छ। यो 120 वर्ड्समै लेख्नुस् भनेर अरु कुरा पनि आउन सक्छ। यहाँ लेटर राइटिङ भनेर लेटर मात्रै आउँछ भन्ने चाहिँ होइन है। लेटर राइटिङको ठाउँमा यु कुड अल्सो बी आस्क्ड यो म्यागजिनको म्यागजिनको अथवा न्युजपेपरको लागि आर्टिकल भनेर पनि सोध्न सक्छ, अथवा अरु कुनै खालको फ्री राइटिङ पनि सोध्न सक्छ, एप्लिकेसन लेटर पनि सोध्न सक्छ, अर सिम्पली इन्फर्मल फर्मल लेटर पनि सोध्न सक्छ। यो चाहिँ तपाईको क्वेसन नम्बर 6 क्यारीज 5 मार्क। अब पहिला हाम्रो 5 मार्ककोमा आउँदाखेरि आउने क्वेसन चाहिँ नम्बर 3 मा आउँथ्यो, र क्वेसन नम्बर 3 मा आउँदाखेरि चाहिँ जेनरली फिजिकल अपियरेन्स यो सेकेन्ड च्याप्टरबाट रिलेटेड भएर लाइक्स र डिसलाइक्ससँग रिलेटेड क्वेसन्सहरु, विश र रिग्रेटसँग रिलेटेड क्वेसन्सहरु आउने गर्थ्यो। भने अब यसमा चाहिँ 6 र 7 मा फ्री राइटिङ भन्न सोधेको छ। यसमा जस्तो खालको क्वेसन पनि आउन सक्ने हो। आर्गुमेन्टेटिभ आन्सर लेख्ने खालको अथवा एनालाइटिकल आन्सर लेख्ने खालको क्वेसन पनि सोध्न सक्ला, अथवा सिम्पली राइट एन एसे भनेर पनि सोध्न सक्ला है। जे पनि सोध्न सक्छ, इट डिपेन्ड्स। अब तपाईहरुलाई थाहा छ पहिला एउटा लेटर राइटिङ नै 2 ठाउँमा सोधेको पनि हामीसँग हिस्ट्रीजहरु छ नि, प्री बोर्डमा लास्ट टाइम त्यस्तै गरी सोधेको थियो, त्यो हुन सक्छ। एउटा चाहिँ फर्मल लेटर, अर्को इन्फर्मल लेटर गरेर पनि सोध्न सक्छ। अब तपाईले कसरी प्रिपेयर गर्नुहुन्छ, यो 6 र 7 नम्बरको लागि प्रिपेयर गर्दाखेरि चाहिँ हाम्रो जब एप्लिकेसन लेख्नको लागि पनि प्रिपेयर्ड भएर जानुस्, लाइकली छ त्यो क्वेसन आउनलाई। र 6 र 7 मैले अघि नै इन्क्लुड गरिसके। 7 नम्बरको चाहिँ 10 मार्क क्यारी गर्छ, र यो 10 मार्कमा चाहिँ तपाईलाई फ्री राइटिङमा एउटा टपिक दिएर यसको बारेमा लेख्नुस्। जस्तै यसमा सोधे जस्तै राइट कपल अफ प्याराग्राफ्स अन रोल अफ युथ्स भनेर यसरी सोधेको छ हैन। अब यस्तो खालको क्वेसनमा पनि तपाईहरुले कहिलेकाहीँ के गर्नुहुन्छ भने राइट अ
प्याराग्राफ भने हुन्छ, राइट कपल अफ प्याराग्राफ्स भने हुन्छ, राइट 5 प्याराग्राफ एसे भने हुन्छ। तपाईँले त्यो कुरा हेर्नुहुन्न, खालि पछाडिको यति पार्ट मात्र हेर्नुहुन्छ होइन। रोल अफ युथ्स इन रिफर्मिङ द सोसाइटी भनेर मात्र हेर्नुहुन्छ, अनि त्यसपछि त्यसको बारेमा कहिले एउटै प्याराग्राफमा लेखिदिनुहुन्छ, कहिले 5वटा प्याराग्राफमा लेखिदिनुहुन्छ। त्यो खालको कुराहरू पनि मजाले हेर्नुहोस्। अनि लेटर राइटिङमा पनि हामीले के हेर्नुपर्ने हुन्छ भने यहाँ फलानालाई लेख, यसरी लेख भनेर डाइरेक्सन दिएको हुन्छ है। जस्तो जेनरल्ली हामीलाई सोध्ने भनेको यो ठाउँमा त गएको थिइस् भनेर ठाउँको नाम पनि तोकिदिएको हुन्छ क्या। पोखरा जाँदाखेरि चाहिँ तिम्रो कस्तो भयो प्लान लेख भनेर सोध्या हुन्छ, अथवा राइट टु दिस पर्टिकुलर पर्सन जससँग तपाईँ क्लास 2मा सँगै पढ्नु भएको थियो भनेर सोधेको हुन्छ। त्यो कुराहरू हामी हेर्दैनौँ, पछाडिको राइट अ लेटर टु यर फ्रेन्ड मात्र हेर्छौँ, अनि यतिकै लेखिदिरहेको हुन्छौँ। त्यो खालको मिस्टेक पनि नगर्नु होला, त्यो एकदमै ब्लन्डर हो। त्यस्तो खालको मिस्टेकलाई एकदमै थोरै नम्बर दिइन्छ। सो ओभरअलमा मैले भन्न खोजेको कुरा के भने तपाईँहरूको क्वेसनको मोडल चाहिँ यस्तो छ। यो खालको मोडलमा क्वेसन आउँछ। टोटल मार्क भनेको फुल मार्क भनेको 40 मार्कको हुने भयो, टाइम भनेको 1.5 घन्टाको हुने भयो है। र सबैको मार्क चाहिँ अलिकति डिड्युस भएर आएको छ, रिडक्सन गरिदिएको छ। प्यासेज 4 नम्बरको, यसलाई सर्ट रिभिजन गर्दाखेरि त्यसपछि हाम्रो यो लिटरेचर पार्टबाट जम्मा 9 मार्क्सको क्वेसन आउने भयो। अनि त्यस पछाडि 12 नम्बरको चाहिँ ग्रामरबाट आउने भयो, फ्री राइटिङ 2टा आउने भयो 15 मार्क्सको। यसरी टोटलमा तपाईँहरूको डिभाइड गरिएको छ। टाइम अलिकति टाइट नै हुन्छ, सो टाइमलाई चाहिँ म्यानेज गरेर लेख्न ट्राई गर्नु होला। त्यसपछि आज अलिकता ग्रामर पोर्सन चाहिँ हामी हेरौँ। क्वेसनको प्याटर्न अनुसार टाइम अलिकता बढी हुनु पर्थ्यो होला। टाइम अलिकता बढी भएको भए तपाईँहरूलाई पहिलाको जस्तै कम्फर्टेबल हुन्थ्यो। टाइम एकदम नपुग जस्तै हुन्छ, किनभने फ्री राइटिङ त फेरि हाम्रो उस्तै गरिदिएको छ नि त। 10 मार्क्सको क्वेसनलाई मजाले लेख्नै पर्यो। 5 मार्क्सको लागि पनि फ्री राइटिङ भए पनि टपिकहरू अलिकता लेटर लेख्नको लागि एकछिन त टाइम लागिहाल्छ होइन। त्यो अब 1.5 घन्टा भनेको टाइम धेरै होइन। अनि जम्मा 12 मार्क्सको मात्र ग्रामर आउने भएको भएर कताबाट आउँछ कस्तो आउँछ भन्ने खालको कन्फ्युजन पनि हुनसक्छ। धेरै पढ्ने थोरै क्वेसन सोध्ने खालको सिचुएसन छ। त्यसलाई अलिकता केयर गर्नुहोस्। धेरैजनाले हात उठाइराख्नु भएको छ। क्वेसन्सहरू केही छ भने लास्टमा सोध्नु होला, लास्टमा म त्यसलाई एड्रेस गरिदिन्छु है त। सो लेट्स बिगिन। आजको क्लास सुरु गरौँ है त। आजको क्लासमा मैले स्पेसली तपाईँलाई हिजो पनि मैले ग्रामरको पोर्सनलाई नै हेरिदिएको थिएँ है। आज पनि ग्रामरमा नै तपाईँलाई फ्रिक्वेन्टली सोधिराख्ने क्वेसन्सहरू, हामीलाई डिफिकल्टी हुने खालका क्वेसन्सहरूलाई चाहिँ मैले सल्भ गर्दिनँ। रुल्स स्ट्रक्चर्सहरू बुझाइदिन ट्राई गर्ने छु। हिजोकोबाटै सुरु गरौँ। यो हामीले हिजो विश, आई विश र इफ अनलीको 3वटा स्ट्रक्चर पढिरहेको थियौँ। लास्ट पार्टमा त्यो पढिरहेको थियौँ। 1-2 इक्जाम्पल मैले दिएको थिएँ। 1-2 इक्जाम्पल बाँकी छ, त्यो चाहिँ म अलिकति तपाईँहरूलाई देखाइदिन्छु है। अब तपाईँहरू हिजोको क्लासमा हुनुहुन्थेन भने जस्ट फर योर रिभिजन 3वटा फर्मेटमा हामी चाहिँ विशको सेन्टेन्सेस बनाउन सक्छौँ। र यो विशको सेन्टेन्स बनाउँदाखेरि तपाईँलाई तपाईँको बुकमा, तपाईँको टेक्स्ट 2टा फर्मेट चाहिँ दे स्टार्ट विथ आइदर आई विश अर इफ अनली। कि त आई विशबाट सुरु गर्ने खालको छ कि भने इफ अनलीबाट सुरु गर्ने, 2टा जे गर्दा पनि हुन्छ भनेर सिकाएको छ। र तपाईँलाई विश बनाउन 3टा स्ट्रक्चर्समा बनाउनुहोस् भनेर स्पेसल्ली क्वेसन पनि सोध्छ। यो 3टा स्ट्रक्चरहरू चाहिँ वुडवाला स्ट्रक्चर, कुडवाला स्ट्रक्चर र पास्ट टेन्सको स्ट्रक्चर हो। यो 3टा स्ट्रक्चरमा के डिफरेन्स छ भनेदेखि फर्स्टको स्ट्रक्चर when you use would in sentence, that means you want someone to help you. तपाईले अरु कसैबाट केही एक्सपेक्टेसन राख्नु भयो भनेदेखि would युज गर्नु पर्यो भने could चाहिँ तपाईले कतिखेर युज गर्नुहुन्छ भने यदि तपाईले आफैलाई केही डिजायर गरिराख्नु भएको छ, आफैबाट चाहिँ यस्तो होस्, आफै नै
आफै एजेन्ट भएर केही गर्नुहोस् भन्ने चाहना छ भने कुड युज गर्नुहुन्छ भने पास्ट टेन्स भनेको त्यो फर्मेट हो जुन तपाईले त्यतिखेर युज गर्नुहुन्छ when you are very dissatisfied with the present situation and you want something change to be happened चेन्ज होस् भन्ने तपाईलाई चाहना हुँदाखेरि चाहिँ अहिलेको प्रेजेन्ट सिचुएसन मन नपरेर केही अर्कै होस् भन्ने चाहना हुन्छ भने यु युज पास्ट टेन्स है यो हिजो पनि हामीले पढेको मैले एक्जाम्पलहरु सहित देखाइदिएको थिएँ जस्तो तपाईलाई सिचुएसन दिएको छ इट इज रेनिङ and you will be asked to make sentences or sentence with I wish or if only बाट चाहिँ sentences बनाउनुस् अथवा sentence बनाउनुस् भनेर सोध्छ दुईवटा सम्म बनाउन सोधेको छ अहिले हेर्दाखेरि पहिलाको क्वेशन हेर्दा सो तीनवटैमा नसोध्न सक्छ मार्क्स पनि डिवाइड गर्नले त गाह्रो हुन्छ त्यसकारणले तपाईलाई दुईटा सम्म सोध्न सक्छ अब क्वेशनले क्लियरली भन्दै हुन्छ के युज गरेर बनाउने त युजिङ would and the past tense भन्ला अथवा would and could भन्ला अथवा make two wishes भनेर सोध्ला त्यसरी सोध्यो भने तपाईले तपाईको आफ्नो चोइस भयो जुन बनाउन मन लाग्छ जुन सजिलो लाग्छ जुन बुझ्नु भएको छ त्यसमा कन्फिडेन्ट भएर चाहिँ बनाउनु होला है सो यो इट इज रेनिङ भन्ने सिचुएसनको लागि यो सिचुएसन छ र यो सिचुएसनमा तपाई के विश गर्नुहुन्छ भनेर बनाउँदाखेरि तपाईले कसरी बनाउनु पर्यो भन्दा यो तीनटा फर्मेट मध्ये मैले तीनवटै फर्मेटमा बनाइदिएको छु फर्स्ट को सेन्टेन्स I wish someone would give me an umbrella यो would युज भएको चाहिँ अरु कसैले तपाईको लागि केही गरिदियोस् भन्ने डिजायर भयो I wish I could buy a raincoat भन्दा तपाई आफैले गर्नुहोस् भन्ने डिजायर भयो भने अर्को भनेको सिचुएसन प्रेजेन्ट सिचुएसन भन्दा अर्कै सिचुएसन भइदिए हुन्थ्यो भन्ने खालको डिजायर भयो I wish it was funny हैन यसै गरी हामीले अरु पनि you are lonely you are ill in bed यस्ता खालका सिचुएसनहरु तपाईलाई दिन्छ र यो सिचुएसन अनुसारको तपाईले विश बनाउनु पर्यो यो यस्तो नराम्रो सिचुएसनमा तपाई के विश गर्नुहुन्छ के चाहना राख्नुहुन्छ भनेर हामीले बनाउने हो जस्तै you are ill in bed भन्ने कुरा गर्नुमा क्वेशन सोधेकोमा तपाईले कस्तो खालको डिजायर बनाउनुहुन्छ के विश छ यहाँ मैले सबै I wish बाट सुरु गरेको छु तर you can also use if only है तपाईले I wish मात्र हैन if only पनि युज गर्न सक्नुहुन्छ you are ill in bed तपाई बिरामी भएर बेडमा सुत्नु भएको छ and तपाईलाई के विश छ बनाउनुस् भने तपाईले कि त I wish बाट सुरु गर्नुस् कि if only बाट if only someone would bring me some medicine भनेको छ कस अरुले केही गर्दिस् मेडिसिन ल्याइदियोस् भन्ने चाहना होला अथवा I wish I could go to the hospital म हस्पिटल जान सकेको भए पनि हुन्थ्यो भन्ने चाहना होला अथवा I wish I was healthy हैन यो अनहेल्दी सिचुएसन भन्दा हेल्दी भइदिए भए सिचुएसन राम्रो भइदिए भए हुन्थ्यो भन्ने खालको यसरी बनाउनु पर्यो र would could र past tense को डिफरेन्स बुझ्नु भयो भने यो त्यति धेरै गाह्रो पनि छैन your car has broken down भनेको छ तपाईको कार बिग्रिएछ के गर्ने भने तपाईले के विश गर्न सक्नुहुन्छ I wish someone would come to help me simple हैन कोही आइदिए हुन्थ्यो अब यस्तो सजिलो खालको सिचुएसन I could repair it by myself म आफैले यसलाई रिपेयर गर्न सके हुन्थ्यो अथवा I wish I had a new car अहिले यो थोत्रे कार भएर बिग्रे गरे सिचुएसन फरक भइदिए भए हुन्थ्यो यसरी बनाउनु पर्यो तपाईलाई क्वेशनमा क्लियरली भन्देको छैन would could वाला फर्मेट कुनमा भनेर भनेदेखि तपाईलाई जुन कम्फर्टेबल हुन्छ त्यही बनाउनुस् फर्मेटमा बनाउनुस् सो यो एक्जाम्पल्सहरु भयो है त्यसपछि अर्को एकदम इम्पोर्टेन्ट कुरा मैले सर्टमा सुनाउन खोजिरहेको छु एकदम छोटोमा यो हाम्रो युनिट 11 तिर छ दुईटा फर्मेट जुन तपाईहरुले एकदम मिस्टेक गरिराख्ने दुईटा फर्मेट र आइराख्ने क्वेशनहरु अनएक्सपेक्टेड इभेन्ट्स भनेर सोधेको क्वेशन छ तपाईलाई क्वेशन यसरी सोधिराको हुन्छ develop the sentences below as the expression of unexpected events भनेर सोध्छ कहिलेकाहीँ और कहिलेकाहीँ यसलाई ट्विस्ट गर्नु पर्यो क्वेशन भनेदेखि चाहिँ मेक हेडलाइन भनेर पनि सरी हेडलाइनबाट न्यूज बनाऊ भनेर अथवा हेडलाइन नै क्रिएट गर भनेर त्यस्तै खालको क्वेशनहरु अलिकता डिफरेन्ट खालको बनाइदिन सक्छ
तर हामीलाई अहिलेसम्मको ट्रेन्ड हेर्दाखेरि चाहिँ जेनरली एक्जाम्पलमा जस्तै गरी ह्याड ओन्ली जस्ट युज गरेर सेन्टेन्स बनाऊ, मेक द सेन्टेन्स अथवा डेभलप द सेन्टेन्स फ्रम फलोइङ सिचुएसन्स यसरी नै सोधिरहेको हुन्छ। अब हामीलाई इक्जाम्पल दिने भएको भए धेरै सजिलो पनि भएको थियो। अब यो दुईटा फर्मेट चाहिँ इम्पोर्टेन्ट छ है मैले भन्न खोजेको। ह्याड ओन्ली जस्ट र नो सुनर ह्याड हामीलाई धेरैजनालाई कन्फ्युजन हुने, बिर्सिने, दुईटा सँगै हामीले गरेका छौँ नि त बुकमा, सँगै गरेको हुनाले हामीलाई कन्फ्युजन भइरहेको हुन्छ। यो दुईटा फर्मेटमा फरक छुट्याउनुहोस्। वेन कहाँ राख्ने र देन कहाँ राख्ने भन्ने कन्फ्युजन धेरैलाई भइरहेको हुन्छ। यो दुईटा फर्मेटलाई घोक्नुहोस् नै, माई सजेसन। यादै गर्नुहोस्, एकदम लर्न बाई हार्ट गर्नुहोस्, सजिलो हुन्छ। र यसलाई म एकचोटि क्ल्यारिफाई गरिदिन्छु। फर्स्ट स्ट्रक्चर कस्तो छ भने ह्याड ओन्ली जस्ट लगाएर अनएक्सपेक्टेड इभेन्ट्सलाई एक्सप्रेस गर्दाखेरि हामीले यो फर्मेटमा गर्छौँ, नम्बर 1 को फर्मेटमा, जसमा सब्जेक्ट प्लस ह्याड ओन्ली जस्ट प्लस भर्ब 3 प्लस अब्जेक्ट प्लस वेन प्लस सब्जेक्ट प्लस भर्ब 2 प्लस अब्जेक्ट। अब यहाँ दुईटा क्लज युज भएको छ, हेर्नुहोस् है, फर्स्ट पार्ट र सेकेन्ड पार्ट भनेर बुझ्नुहोस्। ह्याड ओन्ली जस्ट वाला पार्ट एउटा र अर्को भनेको वेन पछाडि आउने पार्ट भनेर बुझ्नुभयो भने सजिलो हुन्छ होला तपाईहरुलाई। अब यो दुईटा क्लजमा ह्याड ओन्ली जस्टसँग V3 युज गर्नुपर्ने रहेछ, यो कुरा पनि याद गर्नु पर्यो। त्यसपछि ह्याड ओन्ली जस्टको फर्मेटमा हामीले देन हैन वेन युज गर्नुपर्ने रहेछ। हामीलाई कन्फ्युजन हुने, यो सबै कुराहरु हामीले पढिसकेका छौं, तर पनि हामीलाई एक्जामको बेलामा कन्फ्युजन चाहिँ के हुन्छ भने ह्याड ओन्ली जस्टसँग हामीले देन राखिदिरहेको हुन्छौं र नो सुनर ह्याडसँग चाहिँ हामीले वेन राखिदिरहेको हुन्छौं। त्यही भएर मैले अघिदेखि यो यादै गर्नुस् भन्न खोजेको हो। यो दुईटा फर्मुलालाई चाहिँ याद गर्नुस् अनि हामी कसरी क्वेशनलाई आन्सर गर्ने भन्ने कुरा चाहिँ हेरौँला। त्यसपछि यो सेकेन्ड स्ट्रक्चर चाहिँ कस्तो हुन जान्छ भने नो सुनर ह्याड। अब हामीले फर्स्टमा ह्याड ओन्ली जस्ट भनेर ह्याड अगाडि राखेको छौं भने फेरि नो सुनर ह्याडको गर्दाखेरि हामीलाई प्र्याक्टिस नपुगेको बेलामा चाहिँ हामी फेरि ह्याड नो सुनर भनेर लेख्दिन थाल्छौं, त्यो पनि मिस्टेक हुन भएन। सो नो सुनर ह्याड वाला फर्मेटको स्ट्रक्चर चाहिँ यस्तो हुन्छ। नो सुनर ह्याड प्लस सब्जेक्ट प्लस भर्ब 3 प्लस अब्जेक्ट क्लजमा आयो हैन, प्लस यो नो सुनर ह्याडसँग चाहिँ देन युज गर्नु पर्यो र पछाडि देन पछाडि एज इट इज अहिलेको जस्तै सब्जेक्ट प्लस भर्ब 2 प्लस अब्जेक्ट युज गर्नु पर्यो। अब यसलाई अझ एक्जाम्पलमा हामी क्ल्यारिफाई गरिदिन्छौँ, म क्ल्यारिफाई गरिदिन्छु। अब अहिलेको लागि के बुझ्नुहोस् भने यो दुईटै फर्मेटमा हामीले सेकेन्ड क्लज जुन युज गरेका छौं वेन पछाडि देन पछाडि सब्जेक्ट प्लस भर्ब 2 प्लस अब्जेक्ट, यो भनेको चाहिँ कुनै पनि अनएक्सपेक्टेड इभेन्ट हो, त्योलाई डिस्क्राइब गर्नु भइरहेछ तपाईले। सब्जेक्ट प्लस भर्ब 2 प्लस अब्जेक्ट भनेको चाहिँ इट्स इक्विभ्यालेन्ट टु एनी अनएक्सपेक्टेड इभेन्ट। अब यो सेन्टेन्सलाई हेर्नुस् है त। द ऑडियन्स केम आउट अफ द सिनेमा। तपाईको क्वेशन कसरी सोध्छ भने डेभलप द सेन्टेन्सेस बिलो एज एक्सप्रेसन अफ अनएक्सपेक्टेड इभेन्ट्स युजिङ ह्याड ओन्ली जस्ट अथवा नो सुनर ह्याड भनेर एउटा मात्र सोध्ला अथवा दुईटा सोध्ला, कसरी आउँछ ठ्याक्कै त मैले पनि भन्न सक्दिनँ हैन। यो खालको आइसकेपछि तपाईलाई ह्याड ओन्ली जस्ट युज गर भनेको छ भने त्यही युज गर्नुहोस्, नो सुनर ह्याड युज गर्नु भनेको छ भने माथि भएको फर्मुला जुन सोधेको छ त्यही गर्नु पर्यो। अब यसलाई हेर्नु पर्यो। अब यो सेन्टेन्समा सब्जेक्ट कुन हो थाहा पाउनुस् हैन, सब्जेक्ट कुन हो थाहा पाइसकेपछि भर्ब पनि थाहा पाउनु पर्यो। सब्जेक्ट र भर्ब थाहा भइसकेपछि अरु त यहाँ सबै कुराहरु एज इट इज मिल्दै जान्छ। जस्तै द ऑडियन्स भनेको सब्जेक्ट भयो, त्यसपछि कम आउट यसलाई चाहिँ हामीले भर्ब मान्यौं हैन, कम आउटलाई भर्ब भयो हैन। सो अब यसलाई दुईटै फर्मेटमा हाल्दाखेरि कसरी जाने भयो सेन्टेन्स, द ऑडियन्स ह्याड ओन्ली जस्ट प्लस भर्ब 3 युज भएको छ, कम आउट युज भएको छ, कम केम कम हुन्छ। कतिवटा केसेसहरुमा हामीलाई भर्ब 3 थाहा नहुँदाखेरि पनि यसको सेन्टेन्स इनकरेक्ट भइरहेको हुन्छ। सो V1 V2 V3 V4 V5 चाहिँ राम्रोसँग याद गर्नुपर्ने हुन्छ। सो द ऑडियन्स ह्याड ओन्ली जस्ट कम आउट अफ द सिनेमा प्लस अब यो अब्जेक्ट भयो हैन, प्लस वेन युज गरेछ, त्यसपछि अनएक्सपेक्टेड इभेन्ट राख्नु पर्यो।
जसलाई चाहिँ हामी सब्जेक्ट प्लस V2 प्लस अब्जेक्ट को फर्म पास्टमा राखिदिन्छौँ। सरी, पास्टमा राख्नुपर्ने हुन्छ। अब when the building collapsed, अथवा यसलाई अब अर्को तरिकाले अर्को केही सिचुएसन राख्नुहुन्छ भने पनि द्याट्स ओके, तर V2 युज गर्नु पर्यो, सब्जेक्ट प्लस V2 चाहिँ युज हुनु पर्यो है। त्यति कुरा चाहिँ इम्पोर्टेन्ट हो। जसले सब्जेक्ट प्लस V2 युज गर्दाखेरि हामीले फेरि के कुरा ध्यान दिनु पर्यो भने अनएक्सपेक्टेड इभेन्ट भयो भनेर देखाउनु पर्यो। सेम इज द केस विथ सेकेन्ड इक्जाम्पल। सेकेन्ड पनि अब फर्मेटमै छ, हेर्नुहोस्। यो सब्जेक्टको ठाउँमा द अडियन्स राख्नु पर्यो, V3 को ठाउँमा त्यही कुरा राख्नु पर्यो, अरू कुरा त एज इट इज छ। अब त्यही हो, मैले अघि पनि भने वेन र देन कसरी युज गर्ने, कहाँ युज गर्ने भन्ने कुरा हामीलाई के कुरामा कन्फ्युजन हुन्छ भने ह्याड ओन्ली जस्ट प्लस देन र नो सुनर ह्याड प्लस वेन युज भइरहेको हुन्छ। कति धेरै फर्मुला हुन्छ, 15वटा च्याप्टरको कति हो पढेर जानुहुन्छ। एकदम अनेस्टली पढ्नेलाई पनि कन्फ्युजन हुनसक्छ। त्यही भएर एउटा दुईटा सेट प्र्याक्टिस गरेर जानुहोस्, प्र्याक्टिसले चाहिँ सजिलो हुन्छ। अब यसको पनि त्यसै गरी बनाउने आई रिच्ड द सोर भनेको छ। सब्जेक्ट के हो, त्यसपछि भर्ब के हो भनेर पत्ता लगाउनु भयो भने यसलाई हामी फर्मुला अनुसार चेन्ज गर्न धेरै गाह्रो हुँदैन। आई र रिच्ड हैन, यो दुईटा चाहिँ हाम्रो सब्जेक्ट र भर्ब भन्ने थाहा भएपछि आई ह्याड ओन्ली जस्ट रिच्ड द सोर वेन, त्यसपछि बाँकीको त्यसपछि नो सुनर ह्याड आई रिच्ड। अब यो V3 युज गर्न बिर्सिनु भएन, V3 चाहिँ इम्पोर्टेन्ट पार्ट भयो। यसलाई मैले एक्जाम्प्लिफाई गरेँ। एउटा दुईटा इक्जाम्पल्सहरू छ, यो तपाईँहरूको क्वेसन बुकमै भएको क्वेसनहरू हो। हेर्नुहोस्, आई लेफ्ट द आइल्यान्ड, के भयो त्यसपछि भनेर तपाईँले एक्सप्रेस गर्ने हो। अनएक्सपेक्टेड इभेन्ट के भयो त, आई लेफ्ट आइल्यान्ड भइसकेपछि। अब यहाँ सब्जेक्ट के हो अनि भर्ब के हो, आई सब्जेक्ट भयो अनि लेफ्ट चाहिँ भर्ब भयो है। अब कहिलेकाहीँ भर्ब चेन्ज गर्नुपर्ने अवस्था हुन्छ दिएको सिचुएसनमा भने कहिलेकाहीँ नहुन पनि सक्छ। अनि कहिलेकाहीँ त्यही हो, अघि मैले भने जस्तै कम आउटलाई कतिजनाले कम्ड आउट लेखिदिने खालको पनि हुनुहुन्छ, नपढेर त्यस्तो हुन्छ, पढ्नुभयो भने त्यस्तो हुँदैन। अनि अब कति चाहिँ इरेगुलर हुन्छ नि, जस्तो इडी नलाउने खालका पास्ट बनाउँदाखेरि V3 बनाउँदाखेरि त्यो खालको कुराहरू सबै पढेर जानलाई अहिले त पोसिबल छैन। त्यही पनि अलिक फ्रिक्वेन्टली सोध्ने खालका क्वेसनहरू हेर्दै गयो भने त्यो थाहा भइहाल्छ है। सो यसरी हेर्नु होला। मैले अहिले तपाईँहरूलाई यहाँ देखाउन खोजेको चाहिँ यो दुईटा फर्मेट चाहिँ घोकेर जानुहोस्। यो क्वेसन रेगुलरली सोधिने क्वेसन मध्येहरू हो है। अनि हिजो मलाई एकजनाले सिमवाला क्वेसन पनि गरिदिनुहोस्, सल्भ गरिदिनुहोस् भन्नुभएको थियो। सिमवाला क्वेसन खासै गाह्रो त होइन। त्यही पनि अब हिजो हामीले लाइकसँग रिलेटेड क्वेसन्सहरू गराए भएर सिमवाला क्वेसनलाई पनि सल्भ गरौँ भन्ने कुरा हो। सिम हाम्रो च्याप्टर सेकेन्डतिर छ सिमवाला क्वेसन। अब यसमा पनि रुल्सहरू त टेन्सलाई चेन्ज गर्ने रुल्सहरू, टेन्स चेन्ज रुल भनेर पढ्नुभयो भने सजिलो हुन्छ। सो यो सिमवाला स्ट्रक्चर चाहिँ हामीले जेनरली वी युज दिस सिम स्ट्रक्चर फर टकिङ अबाउट जेनरल इम्प्रेसन्स अफ समवान। कसैको कोही मान्छेको जेनरल इम्प्रेसन कस्तो छ त, यो मान्छेलाई हेर्दा कस्तो लाग्यो भन्दा यो यस्तो जस्तो लाग्यो होइन, त्यो खालको इम्प्रेसनको बारेमा कुरा गर्दाखेरि हामीले युज गर्छौँ सिम। यो सिम युज गर्ने रुल्सहरूलाई यहाँ मैले एक्सप्लेन गरिदिन खोजिरहेको छु। हेर्नुहोस्, धेरै स्टुडेन्ट्सहरूलाई यसरी फर्मुला वाइज जानुभयो भने सजिलो लाग्छ। मैले त्यही भएर यसरी नै सजिलो तरिकाले, सजिलो मान्नुहुन्छ तपाईँहरू, यसरी पढाइरहेको छु। सो कसरी चेन्ज गर्ने, के छ क्वेसनमा त्यो अनुसारले कस्तो बनाउने त। तपाईँलाई क्वेसन सोध्ने कसरी सोध्छ भने चेन्ज द फलोइङ सेन्टेन्सेस इन्टु सिम अर सिम्स भनेर सोध्छ कहिलेकाहीँ। कहिलेकाहीँ टक अबाउट देम युजिङ सिम भनेर सोधिदिन सक्छ। सो जेनरली एक्सप्रेस युजिङ सिम भनेर तपाईँलाई क्लियरली नै सोधिदिन्छ। क्वेसनमा केही पनि त्यस्तो खालको हुँदैन। तर कहिलेकाहीँ डाइरेक्ट नभएर अर्को तरिकाले पनि सोध्छ, त्यो म एकैछिनमा देखाउँछु है त। फर्स्टमा तपाईँहरू रुल्सहरू हेर्नुहोस्। तपाईँको क्वेसनमा चाहिँ
इफ योर क्वेसन हेज सब्जेक्ट प्लस इज एमआर छ भनेदेखि तपाईले यसरी चेन्ज गर्नु पर्यो, सब्जेक्ट प्लस सिम अथवा सिम्स। अब यो त मैले धेरैचोटि भनिसकेको कुरा हो, सिम राख्ने कि सिम्स राख्ने भन्ने कुरा डिपेन्ड्स अन द सब्जेक्ट। के सब्जेक्ट छ त, दे छ भनेदेखि सिम राख्नु पर्यो हैन, हि सी इट छ भने सिम्स राख्नु पर्यो। यसरी चाहिँ हेर्नु पर्यो। र अब क्वेसनमा तपाईको सब्जेक्ट प्लस इज एमआर छ भनेदेखि आन्सर लेख्दा सब्जेक्ट प्लस सिम सिम्स टु बी प्लस अब्जेक्ट राख्नु पर्यो है, सिम अथवा सिम्स टु बी अब्जेक्ट। एक्जाम्पल हेर्नुहोस्, ही इज भेरी रिच, क्वेसनमा सब्जेक्ट के छ, ही छ, त्यसपछि इज छ हैन। अब यो इज एमआर वाला फर्मेटमा क्वेसन भएपछि यसको आन्सर लेख्दा सब्जेक्ट प्लस सिम अथवा सिम्स प्लस टू प्लस बी प्लस अब्जेक्ट भनेर लेख्नु पर्यो। अब सब्जेक्ट भनेको ही भयो, ही अनुसारको सिम र सिम्स मध्ये सिम्स राख्ने भयो, त्यसपछि टु बी प्लस अब्जेक्ट, भेरी रिच भनेको चाहिँ अब्जेक्ट है, सब्जेक्ट प्लस वर्ब प्लस अब्जेक्ट यो त थाहा छ हैन। यसरी चेन्ज गर्नुपर्ने भयो। यो टाइपको क्वेसन आउँछ एउटा तपाईहरुलाई। जस्तै अर्को एक्जाम्पल हेर्नुस्, यु आर भेरी क्वाइट टुडे भनेको छ, यसमा पनि इज एमआर सब्जेक्ट प्लस इज एमआर प्लस अब्जेक्ट युज भयो, यु प्लस आर युज भएको छ। अब यसलाई चेन्ज गर्दाखेरि सब्जेक्ट यु राख्नु पर्यो, यु अनुसारको सिम राख्ने कि सिम्स राख्ने त, सिम्स हुँदैन सिम भयो हैन, यु सिम। अब पछाडिको टु बी प्लस अब्जेक्ट, यु सिम टु बी भेरी क्वाइट टुडे, यसरी चेन्ज गर्नु पर्यो है। एउटा रुल यस्तो भयो। अब यसमा त्यही हो, मेन यसमा के कुरामा फोकस गर्नु पर्यो भने हामीले टु बी राखे पनि कहिलेकाहीँ फेरि सिम मात्र राखिदिन्छौँ, त्यस्तो भयो भने आधा मार्क मात्र आउँछ। त्यो कुरा विचार गर्नुस्। त्यस पछाडि अर्को यसलाई के आउँदा के चेन्ज गर्ने, केमा चेन्ज गर्ने भन्ने कुरा हेर्नुस्। डोन्ट अथवा डज नट छ भनेदेखि कसरी चेन्ज गर्ने, मैले सबै डिटेलमा भन्दिन खोजिरहेको, तपाईहरुलाई कन्फ्युजन नहोस्, गएर बेलुका प्र्याक्टिस गर्नुहोस् भनेर। डज नट अथवा डोन्ट आए भनेदेखि सब्जेक्ट प्लस डज नट डोन्ट प्लस सिम टु प्लस भर्ब वान प्लस अब्जेक्ट। यो तपाईले V1 V5 वाला तरिकाबाट जानुभयो भने पनि ठिक छ, तर यसरी यो चाहिँ धेरैजनालाई कन्फ्युजन हुने क्वेसन, डज नट र डोन्ट वाला क्वेसन आयो भने अलिक धेरैजना कन्फ्युज्ड हुनुहुन्छ, त्यसकारणले मैले यसरी छुट्टै राखिदिएको। तपाईको क्वेसनमा डोन्ट डज नट छ भने यसरी चेन्ज गर्नुहोस् भनेर रुल देखाइदिएको, सब्जेक्ट प्लस डोन्ट डज नट प्लस सिम टु प्लस V1 प्लस अब्जेक्ट राख्नुहोस्। एक्जाम्पलमा छ he does not watch a movie भनेको छ हैन। अब यसलाई चेन्ज गर्दाखेरि he does not प्लस seem to प्लस verb one watch राख्नु पर्यो प्लस अब्जेक्ट a movie, he does not watch a movie, he does not seem to watch a movie भनेर राख्नु पर्यो। अब यसलाई तपाईले यो verb one verb five वाला तरिकाबाट जान्छु जसरी जाँदा पनि कुरा एउटै हो। क्ल्यारिफाई गर्न तपाईलाई अलिक बढी सजिलो होस् भनेर मात्र यसरी राखिदिएको। सरी। सो अर्को रुल चाहिँ कस्तो छ भने सब्जेक्ट प्लस verb one verb five छ क्वेसनमा भने इट विल बी चेन्ज्ड लाइक दिस, सब्जेक्ट प्लस सिम अथवा सिम्स प्लस टु प्लस verb one राख्नु पर्यो है। यो सेन्टेन्स हेर्नुस्, she works hard। अब यसमा के छ, V1 V5 के छ थाहा पाइहाल्नु भयो। यसलाई चाहिँ यसरी चेन्ज गर्नु पर्यो, seems to प्लस V1 हैन, she seems to work hard, यहाँ V1 युज भयो वर्क। अब सी पछाडि सिम हुँदैन, यो कुरा थाहा छ, थाहा भइसक्यो। अब दे वर्क हार्ड भन्दैको भए पनि त्यस्तै गरी चेन्ज हुन्थ्यो, दे सिम टु वर्क हार्ड हुन्थ्यो। सो वर्ब भनेको इट डिपेन्ड्स अन हामीले कुन सब्जेक्ट युज गरिरहेछौँ त्यसैमा डिपेन्ड हुने हो। सिमिलरली अर्को स्ट्रक्चर यस्तो छ,
यो पनि मैले तपाईलाई सजिलोको लागि कन्फ्युजन नहोस् भन्नको लागि राख्दिएको। इज नट छ क्वेशनमा भनेदेखि यसरी युज गर्नु होला। यो इज नट चाहिँ स्पेशली हामीले तपाईहरुले क्लासमा पढ्दाखेरि एक्जेक्टिभ वाला सेन्टेन्स भनेर पढ्नु भएको हुन सक्छ। सरहरुले कसरी पढाउनु भयो सबैको आफ्नो टेक्निक हुन्छ पढाउने है। तर अब हामीले चेन्ज गर्ने रुल त फरक हुँदैन। सजिलोको लागि कतिजनाले चाहिँ यस्तो फन बनाउनको लागि सर्टकट्सहरुमा पढाउने गर्नुहुन्छ। कसरी कसरी पढाउनुहुन्छ, कसरी कुन तरिकाले पढाउनुहुन्छ। अब यो इज नट भनेको चाहिँ जहिले पनि एक्जेक्टिभ सँग आइराको हुन्छ। एक्जेक्टिभ वाला फर्मेट भन्दा धेरैजनाले एक्जेक्टिभ अथवा नाउन फ्रेज भनेर पढाएको मैले देखेको छु अरु टिचर साथीहरुले। त्यसरी पनि बुझ्न सक्नुहुन्छ। अब मैले भन्न खोजेको मेन कुरा चाहिँ के भने इज नट छ क्वेशनमा भने यो फर्मेटमा राख्नुस्। सब्जेक्ट प्लस डज नट प्लस सिम टु प्लस बी प्लस अब्जेक्ट राख्नुस् भन्न खोजेको। यसलाई म क्वेशन सल्भ गरेर देखाइदिन्छु अहिले है त। अरु रुलहरु हेर्नुस् एउटा दुईटा यही सिमको, त्यसपछि हामी फर्दर क्वेशन्सहरुलाई चाहिँ हेरौँला। अर्को भनेको सब्जेक्ट प्लस इज एमआर प्लस भर्ब फो प्लस ब्ल्याङ्क ड्यास ड्यास यस्तो खालको छ फर्मेट तपाईको क्वेशन। इज एमआर प्लस बी4 वाला छ भनेदेखि चाहिँ सिम प्लस टु बी प्लस बी4 राख्नुपर्छ। इक्जाम्पल सी इज इटिङ म्याङ्गोज। सब्जेक्ट प्लस इज प्लस बिफोर इटिङ प्लस म्याङ्गोज। कहिलेकाहीँ म्याङ्गोजको ठाउँमा अरू कुरा होला हैन। यो छ भनेदेखि सब्जेक्ट प्लस सिम अथवा सिम्स प्लस टु बी प्लस बिफोर प्लस अब्जेक्ट भनौँ। सी सिम्स टु बी इटिङ म्याङ्गोज भयो यसलाई चेन्ज गर्दाखेरि। त्यसपछि अर्को फर्मेट भनेको सब्जेक्ट प्लस भी2 छ भने सब्जेक्ट प्लस सिम टु ह्याभ प्लस बी3 मा चेन्ज गर्नुपर्ने हुन्छ। अब यो स्ट्रक्चरहरु भनेको म तपाईलाई अलिकति अझ सर्ट फर्ममा यो कुन आयो भने भर्ब कुन आयो भने कुन भनेर सर्ट फर्ममा दिन्छु, जुन चाहिँ तपाईको पछि च्याप्टर 7 मा पनि काम लाग्छ, अरूमा पनि काम लाग्छ है। त्यो सबैमा एउटै तरिकाको कुराहरु काम लाग्छ। अहिले यसरी डिटेलमा मात्र भन्दिएको मैले तपाईलाई एक्जाम्पल सहित भन्नको लागि सजिलो होस् भनेर। जस्तै यो फर्मेट सब्जेक्ट प्लस भी2 वाला फर्मेटको एक्जाम्पल हेर्नुस्। दे स्टोल माई बुक्स भनेको छ हैन। यहाँ स्टोल भी2 वाला फर्मेटमा भएपछि सिम टु ह्याभ प्लस भी3 वाला मा चेन्ज गर्नु पर्यो। ह्याभ प्लस भी3 मा चेन्ज गर्नु पर्यो। दे सिम टु ह्याभ स्टोलन माई बुक्स। अब यहाँ मैले सिम मात्र राखेको छु। इट डजन्ट मिन सिम नै राख्ने भनेर। डिपेन्ड्स अन सब्जेक्ट छुटेको सिम अथवा सिम्स दुईटा मध्ये एउटा युज गर्ने हो। त्यो त कन्फ्युजन हुँदैन। आइदर सिम अथवा सिम्स राख्नु पर्यो है। दे स्टोल माई बुक्स लाई चाहिँ चेन्ज गर्दाखेरि दे सिम टु ह्याभ स्टोलन माई बुक्स। छिट्टो छिट्टो लेख्दाखेरि सानो सानो कुराहरु मिस्टेक हुन्छ हाम्रो। जस्तै दे सिम टु ह्याभ स्टोलन माई बुक मात्र लेखिदिन्छौँ। त्यस्ता कुराहरु पनि ध्यान दिनुस्। फुल स्टपहरु धेरैजनाको छुटिरहेको हुन्छ। बाइ रुल त फुल स्टप पनि छुट्यो भने 0.5 मार्क्स काट्ने चलन छ। हामीले काट्न पर्ने नै हो है। अब कतिजना राम्रो खालको टिचरहरुले यसले छुटायो बिर्स्यो भनेर मार्क्स दिइराख्नु भएको हुन्छ। त्यस्ता कुराहरुमा चाहिँ सकेसम्म मिस्टेक नगर्नुस्। अर्को फर्मेट, अर्को स्ट्रक्चर टेन्स चेन्जको रुल चाहिँ कस्तो छ भने सब्जेक्ट प्लस ह्याज ह्याभ प्लस भी3 छ भने सब्जेक्ट प्लस सिम अथवा सिम्स प्लस टु प्लस ह्याभ प्लस भी3 मा चेन्ज गर्नु पर्यो हैन। जस्तै दे ह्याभ पास्ड द एक्जाम भनेको छ। सब्जेक्ट प्लस ह्याभ प्लस भी3 पास्ट युज भएको छ। त्यसलाई चेन्ज गर्दाखेरि दे सिम टु ह्याभ प्लस भी3 युज गर्नु पर्यो। यो फर्मुला भयो। यो फर्मुलाहरुलाई यादै गर्ने हो। यो फर्मुला सजिलो कतिखेर हुन्छ भने यसलाई सर्ट फर्ममा बुझ्न ट्राई गर्नुस्। यसरी चेन्ज गर्ने हो भनेर हेर्दिनुस् न, सजिलो हुन्छ। र यो कुराहरु चाहिँ तपाईको अरु च्याप्टरमा पनि काम लाग्छ, यहाँ मात्र हैन। इज लाई बी मा चेन्ज गर्ने, आर लाई बी मा चेन्ज गर्ने, एम लाई बी मा चेन्ज गर्ने, भी5 लाई भी1 मा, वाचेस लाई वाच। अब यसरी यो ह्याज लाई ह्याभ मा, ह्याभ लाई ह्याभ मा भी2 छ भने ह्याभ प्लस भी3 यो चाहिँ जेनरल सबै ठाउँमा धेरै ठाउँमा अब हाम्रो टेक्स्टमा हामीलाई बुकमा दिएको छ धेरै ठाउँमा युज हुने कुराहरु हो। यसलाई याद गर्नु होला।
त्यसपछि यो अघि मैले भनेकै कुराहरू हो हामीलाई कन्फ्युजन हुने र मिस्टेक गर्ने भनेको यो हि सी इटसँग सिम्स लाग्ने भयो अनि सिम टू पछि भी1 लाग्छ हैन आई वी यु दे यो एकदम जेनरल कुरा हो सिम लाग्ने भयो डन्ट र डज नट हुँदा सिम टू लाग्ने भयो यस्तो कुराहरू मिस्टेक नहोस् मिस्टेक नगर्नुहोस् रिकल इट अब क्वेसन यसरी आउँछ यो क्वेसन बुककै क्वेसन हो हि इज भेरी फ्रेन्डली he seems to be very friendly अघिको फर्म्याटहरुमा र इजलाई केमा चेन्ज गर्ने भन्दाखेरि बी मा चेन्ज गर्ने यसरी चाहिँ हामीले गर्न सक्छौं यो एउटा टाइपको क्वेसन तपाईको आउँछ अब फर्स्टमा क्वेसनमा हेर्नुस् के छ इज एमआर युज भएको छ कि B2 वाला फर्म्याट हो कि हैज हैव वाला हो कि के हो भनेर हामीले सुरुमा डिटरमाइन गर्ने हो हैन जस्तै ही इज भेरी फ्रेन्डलीमा कुन फर्मुला लाउने भन्दाखेरि सब्जेक्ट प्लस इज एमआर प्लस एक्जेक्टिभ वाला फर्मुला लाउने हैन ही इज नट पनि अब त्यही नेगेटिभ भयो अघि तपाईहरुलाई सजिलो होस् भनेर मैले इज नट डज नट मा चेन्ज हुन्छ भनेर देखाइदिएको पनि छु अब ही इज ह्यापीली यो एकदम क्वेसनहरु तपाईको अलमोस्ट फिक्स नै हुन्छ यही क्वेसन आउने हो वर्क बुक र स्टुडेन्ट्स बुकमै भएको क्वेसनहरु आइरहेको हुन्छ सधैँभरि जेनरली एउटै क्वेसन रिपिट हुने भएपछि त क्वेसन अलरेडी आउट भइसकेको छ प्र्याक्टिस गर्नुस् जानुस् सजिलो हुन्छ he watches television a lot भनेको छ यो कुन फर्म्याटमा B1 B5 वाला फर्म्याटमा त्यो थाहा पाउनु भयो भने इजिली चेन्ज गर्नलाई सजिलो भयो है अनि अर्को भनेको यो टाइपको क्वेसन एउटा आउँछ चेन्ज द सेन्टेन्सेस युजिङ सिम वाला फर्म्याट यसरी आउँछ ही इज भेरी फ्रेन्डली भनेर सोध्छ भने कहिलेकाहीँ क्वेसन रिराइट द फलोइङ सेन्टेन्सेस युजिङ सिम भनेर यस्तो खालको कस्तो भने कन्क्लुजन लेख्ने अथवा कज दिने खालको सिचुएसनल क्वेसन चाहिँ आइदिन्छ रिराइट द फलोइङ सेन्टेन्सेस युजिङ सिम भन्छ अनि अर्को एउटा सिचुएसन दिएको छ जस्तै यो क्वेसनमा हेर्नुस् ही नेभर स्टप्स टु च्याट विथ यु इफ यु हेभ गट योर डग विथ यु किन यस्तो भयो होला त यो एउटा सिचुएसन छ र यसको कज के होला भनेर इम्प्रेसन दिनु पर्यो है अब यस्तो बेलामा तपाईले योर फ्री तपाईलाई ठ्याक्कै यही फर्म्याट यस्तै गरी भन्ने भएन इम्प्रेसन व्हाट इज योर इम्प्रेसन अन हिम भनेर चाहिँ लेख्नु पर्यो अब किन होला त भनेर लेख्दाखेरि ही सिम्स टु बी अफ्रेड अफ डग्स हुन सक्छ एउटा रिजन दिने यसलाई चाहिँ ठ्याक्कै त्यसैलाई हामीले अघिनको सुरुको फर्म्याटमा चाहिँ सब्जेक्ट पनि क्वेसनबाटै लिएर खाली टेन्स चेन्ज मात्र गरेका थियौं भने यसमा चाहिँ हामीले अर्कै सेन्टेन्स बनाउने हो मेक सेन्टेन्स गर्ने हो मेक अनदर सेन्टेन्स गर्ने हो त्यो अब ही नेभर सिम्स टु भने ही सिम्स नेभर टु भनेर त्यसरी सुरु गर्ने होइन यसमा हामीले खाली कज दिने हो यसमा किन यस्तो भयो भनेर छुट्टै लेख्ने हो है त्यो कुरा चाहिँ हामीले हेर्नु पर्यो रिजन दिनु पर्यो किन बोल्दैन त उ तपाईसँग डग छ भने उ कहिले बोल्दैन अथवा तपाईसँग यस्तो भयो भने यस्तो हुँदैन भन्ने खालको सिचुएसन दिए भनेदेखि चाहिँ त्यो गर्नु पर्यो सो यो खालको सेन्टेन्समा तपाईलाई एउटा सिचुएसन दिएको हुन्छ त्यो सिचुएसन अनुसारको तपाईको इम्प्रेसन किन त्यस्तो गर्यो होला के इम्प्रेसन लाग्छ तपाईलाई त्यो कुरा लेख्नु पर्यो है त्यसपछि जस्तै यो क्वेसन हेर्नु सेकेन्ड हिज फ्रन्ट गार्डन अलवेज लुक्स अ बिट नेग्लेक्टेड उसको अगाडिपट्टिको गार्डन चाहिँ अलिकता नहेरिएको जस्तो केयर नगरेको जस्तो देखिन्छ अरे अब किन त त्यस्तो होला तपाईलाई के लाग्छ किन गर्यो होला भनेर रिजन दिनु पर्यो हैन अब रिजन दिँदाखेरि लेजी भयो होला अलिकता अथवा गार्डनिङ गर्न मन लाग्दैन होला उसलाई यो खालको रिजन दिनु पर्यो बट युजिङ सिम युज गर्नु पर्यो अघि मैले भनेकै स्ट्रक्चर्सहरु युज गर्न सक्नुहुन्छ फर्मुला फर्म्याट मिलाएर लेख्नुस् इज एमआर सँग एक्जेक्टिभ राख्नु पर्यो हैन टु बी लाई यसरी चेन्ज गर्नु पर्यो अब जे पाए त्यही मिल्दै नमिलिकन लेख्नु त भएन स्ट्रक्चर अलरेडी तपाईलाई देखाइदिसकेको छु त्यसरी लेख्नु पर्यो ट्विस्ट गर्ने क्वेसन भनेको यही हो यसमा त्यति धेरै डिफिकल्ट केही पनि छैन
अब यस्तो खालको सिचुएसन छ अर्को क्वेसन नम्बर 3 मा देयर आर अफ्रिकन मार्क्स अन द वाल अफ हिज सिटिङ रुम एउटा फलानु मान्छे छ हि भन्ने मान्छे त्यो हि भन्ने मान्छेको सिटिङ रुममा चाहिँ अफ्रिकन मार्क्स छ अरे किन त्यस्तो भयो होला त भन्दाखेरि ऊ चाहिँ अफ्रिका गएको हुनसक्छ एकचोटि भनेर रिजन दिनुभयो हि सिम्स टु ह्याभ भिजिटेड मिनिङफुल सेन्टेन्स यसरी बनाउन सकिन्छ है सिमिलर इज द केस विथ अदर्स अरूमा पनि त्यही केस छ यहाँ मैले एउटा दुईटा सल्भ गरिदिएको छु है हेर्नुस् मैले फेरि पनि रिपिट गरेँ तपाईहरुको क्वेशन भनेको वर्कबुकबाट रेस्टुरेन्ट बुकबाटै आउने हो प्लस पोइन्ट तपाईहरुलाई बाहिरबाट क्वेशन धेरै सोधेको हुँदैन प्राय र एक्जाम्पलमा जस्तै भनेर एक्जाम्पल दिने चलन छ सो somehow easier for you थुप्रैजनाले हात उठाइराख्नु भएको छ हामीसँग अब 10 मिनेट जति बाँकी छ ल भन्नुस् केही क्वेरी छ भनेदेखि अहिले पढेका कुराहरुमा प्रदीप रायमाझी भन्नुस् त के छ